ओके, वेलकम टु माई पारासेन्चुरी युट्युब च्यानलमा मैले क्लास 8का विद्यार्थी भाइ बहिनीहरूको लागि अङ्ग्रेजी विषयको एउटा परीक्षामा आउने मोडल एडभर्टाइजमेन्ट एउटा विज्ञापन परीक्षामा आउँछ र त्यसबाट कसरी चाहिँ सल्भ गर्ने भन्ने कुरा चाहिँ मैले एउटा मोडल क्वेसन यहाँ गर्न गइरहेको छु। पक्कै पनि यो भिडियोले तपाईँ कक्षा 8का विद्यार्थी भाइ बहिनीहरूको लागि एकदमै सहयोग गर्नेछ भन्ने कुरा चाहिँ मैले पूर्ण विश्वास लिएको छु र यो रिड मोडमा रहेको एउटा मोडल क्वेसन मोडल एडभर्टाइजमेन्टको चाहिँ एउटा भिडियो बनाएर चाहिँ म युट्युब च्यानलमा पारासेन्चुरी युट्युब च्यानलमा राखिदिएको छु। अनि एडभर्टाइजमेन्ट भनेको छ, एडभर्टाइजमेन्ट भनेको के हो त? हामीले विज्ञापन भनेर चाहिँ बुझ्नुपर्छ। यो माथिको एडभर्टाइजमेन्ट भनेको के हो त? विज्ञापन भनेर चाहिँ बुझ्नुपर्छ। यो एडभर्टाइज सबैभन्दा पहिला यहाँ दिएको छ, रिड द फलोइङ एडभर्टाइजमेन्ट एन्ड डु द एक्टिभिटिज द्याट फलो भनेछ। सबैभन्दा पहिला के गर्नु पर्यो त? यो एडभर्टाइजमेन्टलाई चाहिँ हामीले पढ्न पर्यो, यो विज्ञापनलाई पढ्न पर्यो। यसको उत्तर खोज्न हामी कहीँ पनि जानु पर्दैन, यही विज्ञापनबाट नै हामीले चाहिँ के गर्ने हो त? तलका एन्सरहरू चाहिँ पत्ता लगाउनु पर्ने छ भनेपछि यो धेरै सजिलो भयो। अब यहाँ सुरुमा चाहिँ हामीलाई के भनेको छ? भ्याकेन्सी एनाउन्समेन्ट भनेको छ। भ्याकेन्सी, अब यसमा यो कम्पनीको लागि चाहिँ के पदको लागि खाली छ, खाली रहेको पदको बारेमा यहाँ जानकारी दिएको छ। जस्तै अ वेल इस्टाब्लिस्ड मल्टिनेसनल organization seeks an energetic, qualified and self-oriented personnel for the following post भनेछ। एउटा राम्रो इस्टाब्लिस रहेको मल्टिनेसनल भनेको एकभन्दा बढी देशमा चाहिँ त्यसको शाखा रहेको संस्थाहरूको लागि एउटा एनर्जेटिक भनेको अलिकति ऊर्जावान, क्वालिफाइड भनेको योग्यता भएको, अनि सेल्फ ओरिएन्टेड पर्सनल भनेको आफ्नो लक्ष्यमा चाहिँ दृढ रहेको, आफ्नो कामप्रति उत्तरदायी रहेको पोस्टको बारेमा चाहिँ यो एउटा भ्याकेन्सी एनाउन्समेन्ट रहेछ। अब यो सुरुमा के रहेछ त? पोस्ट के हुन्छ? टाइपिस्ट कम रिसेप्सनिस्ट भनेछ। एउटा टाइपिङ गर्ने कर्मचारी चाहिँ त्यहाँ आवश्यकता रहेछ यो मल्टिनेसनल अर्गनाइजेसनको लागि, है त। अनि यसको लागि चाहिँ कति क्वालिफिकेसन, यसको योग्यता कति चाहिने रहेछ त भनेछ। यो योग्यता है, कति पढेको चाहिने रहेछ त भनेछ। यसको लागि चाहिँ हामीले आइए अर इक्विभ्यालेन्स, आइए अथवा 11-12 पढेको चाहिँ हुनु पर्यो है। आइए अर इक्विभ्यालेन्स चाहिँ 11-12 पढेको चाहिँ जुनसुकै विषय लिएर पढेको पनि भयो। अनि यसको एज बार कति रहेछ त भनेछ। एज हेर्नुहोस् है, एज यसको उमेर कतिसम्मका उमेरले चाहिँ यो पोस्टको लागि चाहिँ निवेदन एप्लिकेसन दिन पाउने रहेछन् भनेछ। अब यहाँ हेर्नुहोस् त, एबोभ 20 नट एक्सिडिङ 30, 20 वर्ष माथि र 30 वर्ष चाहिँ ननाएको चाहिँ यसमा चाहिँ के गर्न पाउने रहेछ त? निवेदन दिन पाउने रहेछ। अब यसको लागि एक्सपिरियन्स भनेको अनुभव, यसको लागि चाहिँ कति अनुभव हुनुपर्दो रहेछ त? यो टाइपिस्ट कम रिसेप्सनिस्टको लागि कति वर्ष अनुभव भएको मान्छेलाई लिने रहेछ त, अथवा क्यान्डिडेटलाई लिने रहेछ त? एटलिस्ट 3 इयर्स चाहिँ 3 वर्षको चाहिँ यसलाई चाहिँ के हुनु पर्यो त? अनुभव चाहिँ चाहिने रहेछ। यसको सेलेरी, अब यसको सेलेरी कति तोकिदिएको छ भनेछ? एज पर कम्पनीज रुल्स एन्ड रेगुलेसन। यसमा ठ्याक्कै सेलेरी यति भनेर मेन्सन गरेको छैन। कम्पनीको रुल र रेगुलेसन अनुसार चाहिँ यसमा चाहिँ सेलेरीको व्यवस्था रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो। अब क्वालिफाइड क्यान्डिडेट आर इन्फर्म टु एप्लाई विथ दियर सिभी एन्ड पासपोर्ट साइज फोटोग्राफ अन or before March 20, 2024 टु। अब चाहिँ क्वालिफाइड, यसमा योग्य पुगेका उम्मेदवारहरूले चाहिँ आफ्नो सिभी बनाउनु पर्यो, अनि सिभी अनि पासपोर्ट साइज फोटोग्राफ्स
पासपोर्ट साइजको फोटोसहित कहिलेसम्म यसमा चाहिँ के अरे निवेदन दिन सकिँदैछ त भन्दाखेरि मार्च 20, 2024मा चाहिँ यसमा चाहिँ के गर्नु पर्यो, निवेदन चाहिँ दिन पर्यो। यस चाहिँ द डाइरेक्टर एबिसी एन्ड कम्पनी, एबिसी एन्ड कम्पनीको नाम रहेछ। अनि यसको ठेगाना कहाँ रहेछ त, ललितपुर नेपाल रहेको छ। अनि यसको फोन नम्बर 532003 र 540775 चाहिँ यसको फोन नम्बर रहेको छ। अब यसबाट यो भ्याकेन्सी एनाउन्समेन्ट पढिसकेपछि यही भ्याकेन्सी एनाउन्समेन्टकै आधारमा, यही एडभर्टाइजमेन्टकै आधारमा हामीले चाहिँ यहाँ तलका चाहिँ प्रश्नहरूको चाहिँ एन्सर गर्नुपर्ने हुन्छ, प्रश्नहरूको चाहिँ सल्भ गर्नुपर्ने छ। यी प्रश्नहरूको चाहिँ उत्तर खोज्नको लागि हामी कहीँ पनि जानु पर्दैन, यहीँ माथि नै यसैको आधारमा चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त, यसको उत्तर चाहिँ खोज्नुपर्ने हुन्छ। जस्तै अब हेर्नुहोस् त, ए नम्बरमा दिएको छ फिल इन द ग्याप्स विथ द एप्रोप्राइट वर्ड्स फ्रम द एबभ टेक्स्ट भनेपछि अब हामीले यो माथिको यो भ्याकेन्सी एनाउन्समेन्टको आधारमा हामीले चाहिँ यो के गर्न पर्यो त, सल्भ गर्न पर्यो है। यसको उत्तर खोज्नलाई हामीले कहीँ पनि जानु परेन, यहीँ माथि यही कोठाभित्र चाहिँ यसको उत्तर चाहिँ हामीले सजिलै पाउन चाहिँ सकिन्छ। अब नम्बर एमा हेर्नुहोस् त, एबिसी एन्ड कम्पनी इज अ कम्पनी। एबिसी एन्ड कम्पनी इज अ के कम्पनी हो त भनेपछि यहाँ चाहिँ हामीले देख्न सक्छौँ मल्टिनेसनल अर्गनाइजेसन। यसको उत्तर के हुन्छ त, मल्टिनेसनल अर्गनाइजेसन हुन्छ है। एबिसी एन्ड कम्पनी इज अ मल्टिनेसनल अर्गनाइजेसन कम्पनी भनेर चाहिँ यसको उत्तर चाहिँ हामीले सकिन्छ, अथवा मल्टिनेसनल मात्र लेखे पनि केही हुँदैन। अब त्यस्तै चाहिँ हाम्रो 2 नम्बरमा छ द कम्पनी इज अ लुकिङ फर अ, कम्पनीले के खोजिरहेको छ त भन्दाखेरि कम्पनीले के खोजिरहेको छ त, टाइपिस्ट कम रिसेप्सनिस्ट है। टाइपिस्ट कम रिसेप्सनिस्ट चाहिँ यसले खोजिरहेको, यो पोस्ट चाहिँ यो कर्मचारी चाहिँ यसले चाहिँ खोजिरहेको छ। 2मा चाहिँ के भयो त, टाइपिस्ट कम रिसेप्सनिस्ट चाहिँ भयो। त्यस्तै डट इज अ ब्राइफ एकाउन्ट अफ समबडीज करियर भनेछ। अब कसैको बारेमा इन्फर्मेसन जानकारी भएको के हो त, हामीले यसमा चाहिँ हामीले सिभी चाहिँ लेख्न सकिन्छ है। सिभी इज द राइट एन्सर अफ नम्बर सी। ओके, त्यसपछि क्यान्डिडेट भनेको उम्मेदवार सुड ह्याभ मिनिमम एक्सपिरियन्स इन द रिलेटेड फिल्ड, कति चाहिँ अनुभव भएको हुनुपर्छ त क्यान्डिडेट। यहाँ छ एक्सपिरियन्स भनेपछि हामीले यहाँ हेर्ने हो, सिधै यहाँ हेर्न पर्यो एटलिस्ट 3 इयर्स, कम्तीमा चाहिँ कति भएको हुनुपर्छ त, 3 वर्षको चाहिँ अनुभव भएको मान्छेले यो विज्ञापनको लागि चाहिँ निवेदन हाल्न पाउँछ भनेर भनेको छ। भनेपछि हामीले यहाँ के गर्नु पर्छ त, 3 इयर्स अथवा एटलिस्ट 3 इयर्स एक्सपिरियन्स इन द रिलेटेड फिल्ड भनेर हामीले यसो गरियो भने परीक्षामा 0.5 एउटा प्रश्नको नम्बर आउँछ भने 1 2 3 4 2 नम्बर चाहिँ यहाँबाट हामीले यसबाट चाहिँ हामीले प्राप्त गर्न सकिन्छ। अब त्यस्तै चाहिँ अब यसैको आधारमा म्याच द वर्ड्स इन कलम ए विथ दियर एप्रोप्राइट इन कलम बी। कलम एबाट कलम बीमा चाहिँ हामीले यसको एन्सर खोजेर चाहिँ पत्ता लगाउनु पर्नेछ। यसको एन्सर पनि के छ त, यहीँ माथि नै यो भ्याकेन्सी एनाउन्समेन्टमै रहेको छ। यसको एन्सर भन्न हामी कहीँ पनि जानु पर्दैन, यसैको आधारमा हामीले एन्सर लेख्ने हो। अब सेलेरी भनेको छ। अब यहाँ सेलेरी कति दिएको छ त हेर्नुहोस् त, सेलेरी एज पर कम्पनीज रुल्स एन्ड रेगुलेसन भनेपछि अब हामीले यहाँ सेलेरी मल्टिनेसनल अर्गनाइजेसन पनि मिलेन, नट लेस देन 3 इयर्स पनि मिलेन, इन्टरमिडिएट इन एनी सब्जेक्ट पनि मिलेन, यो सेलेरीसँग मिल्ने कुरै भएन। अनि 20 मार्च 2024 यो पनि मिल्दैन।
अनि मोर देन 20 इयर्स नट एक्सिडिङ 30 यो उमेर सोधेको भयो। अब सिबी एन्ड पिपी साइज फोटोग्राफ यसलाई के आवश्यक पर्छ डकुमेन्टहरू भनेको हो। अनि नट मेन्सन भनेपछि यसमा हामीले के गर्नुपर्छ सेलेरीलाई हामीले चाहिँ के गर्नुपर्छ नट मेन्सनमा चाहिँ लगाउनु पर्यो। कम्पनीको रुल्स एन्ड रेगुलेसन भनिसकेपछि ठ्याक्कै यति सेलेरी हो भनेर चाहिँ यहाँ के गरिदिएको छैन त तोकिदिएको छैन। त्यही भएर चाहिँ हामीले के गर्नु पर्यो त नट मेन्सन भनेर चाहिँ यहाँ मिलाउनु पर्यो। अब लास्ट डेट अफ एप्लाई गर्ने डेट कहिले हो त भनेको छ यहाँ 2024 भनेको छ मार्च 20 2024 भनेको छ। अब हामीले सिधै यहाँ के गर्नु पर्यो त यो 2024मा चाहिँ हामीले के गर्नु पर्यो मिलाउनु पर्यो लास्ट डेट भनेपछि सजिलो। अब एजको कुरा छ एज कति भनेको छ त भन्दाखेरि एजको बारेमा यहीँ नै दिएको छ माथि एबोभ 20 नट एक्सिडिङ 30 20भन्दा माथि र 30भन्दा मुनि हो भनेपछि अब यसको ठ्याक्कै यही एन्सर मोर देन 20 इयर्स नट एक्सिडिङ 30 भनेको छ। यसको एज कति रहेछ त भन्दाखेरि 20 वर्षभन्दा माथि र 30 वर्ष चाहिँ ननाएको चाहिँ यसमा ननाएकोले चाहिँ यसमा चाहिँ एप्लिकेसन चाहिँ दिन पाउँछन्। अब कम्पनी के हो त हामीलाई सजिलो छ मल्टिनेसनल अर्गनाइजेसन कम्पनी हो। यो हामीले सजिलै तरिकाले चाहिँ के गर्न सकिन्छ त मिलाउन सकिन्छ। हेर्नुहोस् कति सजिलो छ। अनि यसको लागि क्वालिफिकेसन कति हो त भनेछ क्वालिफिकेसन कति हो त इन्टरमिडिएट इन एनी सब्जेक्ट यहाँ माथि चाहिँ भनेको छ नि त आइए अर इक्विभ्यालेन्ट आइए अथवा आइए गरेको अथवा सो सरह 11-12 जुनसुकै सब्जेक्ट पढेकोले पनि यसमा चाहिँ के गर्न पायो त एप्लिकेसन दिन चाहिँ पायो। त्यसै कारणले चाहिँ यो क्वालिफिकेसनको के हुन्छ त भन्दाखेरि इन्टरमिडिएट इन एनी सब्जेक्ट चाहिँ हुन्छ। अब एक्सपिरियन्स चाहिँ कति हुनु पर्यो त नट लेस देन 3 इयर्स 3 इयर्स चाहिँ एटलिस्ट चाहिँ हुनु पर्यो। 3 इयर्सभन्दा कम भएकोले चाहिँ यस विज्ञापनमा चाहिँ एप्लिकेसन दिन चाहिँ पाएन। अब एउटा यो बढिरह्यो यो कहिले हामीलाई परीक्षामा अलिकति झुकाउनको लागि बढी पनि दिएको हुन्छ। बढी भयो भनेर हामी आत्तिनुपर्ने जरुरी छैन। अब यति 1 2 3 4 5 6 यति एउटाको 51 नम्बर भयो भने 6 नम्बर यसबाट हामीले परीक्षामा सजिलै तरिकाले प्राप्त गर्न सकिन्छ। अब यसैको आधारमा हामीले चाहिँ हेर्नुहोस् है यसैको आधारमा चाहिँ एन्सर द फलोइङ क्वेसन्स भनेको छ। अब यसै यो यिनीहरूको उत्तर खोज्न पनि कहीँ जानु पर्दैन यही माथिबाट नै हामीले के गर्ने हो त उत्तर चाहिँ लेख्ने हो। त्यसो गर्दा अब हेर्नुहोस् त प्रश्न नम्बर एमा वाट इज द रिक्वायर पोस्ट रिक्वायर के हो कुन पोस्टको लागि पोस्ट भन्दा बित्तिकै हामीले यहाँ हेर्न पर्यो है। पोस्ट भन्दा बित्तिकै हामीले कहाँ हेर्ने हो त टाइपिस्ट कम रिसेप्सनिस्ट चाहिँ के हो त पोस्ट। अब हामीले यसको उत्तर लेख्न सकिन्छ द रिक्वायर पोस्ट इज टाइपिस्ट कम रिसेप्सनिस्ट भनेर यसको एन्सर लेख्न चाहिँ सकिन्छ। एकदमै इजी छ। वाट इज द क्वालिफिकेसन एन्ड एज बार अफ द क्यान्डिडेट क्वालिफिकेसन कति हो त आइए अर इक्विभ्यालेन्स हेर्नु त कति सजिलो छ आइए अर इक्विभ्यालेन्स हामीले के भन्न पर्यो त आइए अर क्वालिफिकेसन चाहिँ आइए अर इक्विभ्यालेन्स भनेर देखाउन दिनु पर्यो है। अब एज बार भन्दा बित्तिकै हामीले कति दियौँ त एबोभ 20 नट एक्सिडिङ 30 भनेर चाहिँ हामीले देखाउनु पर्छ यसमा है। यसमा चाहिँ यसरी चाहिँ देखाउनु पर्ने हुन्छ। यसमा चाहिँ दुईटा प्रश्न चाहिँ रहेको चाहिँ छ। क्वालिफिकेसन कति हो त आइए अर इक्विभ्यालेन्स एज बार चाहिँ कति हो त एबोभ 20 नट एक्सिडिङ 30 यसको चाहिँ राइट एन्सर हुन्छ। अनि हाउ मच विल बी द सेलेरी फ्रम द कम्पनी अब यो सेलेरी कति हो त अब सेलेरी हेर्दा बित्तिकै हामीले के गर्नुपर्छ यहाँ सेलेरी हेर्नुपर्छ यसले सेलेरी कति दिन्छ त भनेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। सेलेरी चाहिँ हाम्रो यसको कति छ त ट्याक्कै एज पर कम्पनीज रुल्स एन्ड रेगुलेसन भनेर चाहिँ यसमा हामीले लेख्नुपर्ने हुन्छ। यसको लागि एन्सर
त्यही हो, एज पर कम्पनीज रुल्स एन्ड रेगुलेसन भनेर चाहिँ यसको एन्सर चाहिँ रहेको हुन्छ। अनि वेयर इज द कम्पनी लोकेटेड, यो कम्पनी कहाँ रहेको छ भनेर, कम्पनी चाहिँ कहाँ रहेको छ त ललितपुर नेपाल हो। यसको एन्सर चाहिँ के भयो त ललितपुर नेपाल चाहिँ रहेको छ। यसरी चाहिँ अब हामीले ई नम्बरमा के सोधेको छ त भन्दाखेरि व्हाट आर द थिङ्स टु बी सबमिट विथ द एप्लिकेसन, एप्लिकेसन दिँदा जसले यो पोस्टको लागि चाहिँ एप्लाई गर्ने हो उहाँहरूले चाहिँ त्यो क्यान्डिडेटले चाहिँ के सबमिट गर्नुपर्छ त भनेको हो। अब एउटा सिबी, यसको एन्सर है सिबी र पिपी साइज पासपोर्ट साइजको फोटोग्राफ चाहिँ यी दुईवटा कुराहरू चाहिँ के गर्नुपर्छ त सबमिट गर्नुपर्ने हुन्छ। यसरी चाहिँ परीक्षामा सम्बद्ध बिहाली एक्जाममा चाहिँ एउटा एडभर्टाइजमेन्ट विज्ञापन चाहिँ दिन सक्छ। तपाईँहरूले चाहिँ यो पायरेट सेन्चुरी युट्युब च्यानललाई सेयर, कमेन्ट, सब्सक्राइब गर्नुहोला भन्दै मैले के विश्वास लिएको छु भने यो छोटो एडभर्टाइजमेन्ट सम्बन्धीको एउटा एडभर्टाइज सम्बन्धीको यस मोडल क्वेसनले पक्कै पनि कक्षा 8मा पढ्ने विद्यार्थी भाइ बहिनीहरूको लागि चाहिँ यसले एकदमै सहयोग गर्नेछ र मैले सजिलो तरिकाले नेपालीमा चाहिँ उल्था गरेर चाहिँ मैले बनाइदिएको छु। फेरि तपाईँहरूलाई आवश्यक पऱ्यो भने अर्को मोडल क्वेसन लिएर चाहिँ आउनेछु भन्दै यो पायरेट सेन्चुरी युट्युब च्यानललाई लाइक, कमेन्ट, सेयर गर्नुहोला भन्दै यो भिडियोलाई मैले यहीँ अन्त्य गर्छु। थ्याङ्क यू।